नमस्ते। आज म लुना आइओटी गाडीमा कसरी जडान गर्ने भन्ने कुरा सिकाउन गइरहेको छु। सर्वप्रथम तपाईहरूले लुना आइओटीमा यस्तो खालको डिभाइस देख्न सक्नुहुन्छ। त्यो सँगसँगै एउटा तार पनि आएको हुन्छ र सबैभन्दा सुरुमा हामीले गाडीको फ्युज बक्स खोज्नुपर्ने हुन्छ। फ्युज बक्स खोजिसकेपछि हामीले मल्टिमिटरको सहायताले फ्युज बक्समा प्लस लाइन खोज्नुपर्ने हुन्छ, जुन तपाईले फ्युज बक्समा खोज्नुभयो भने भेटिन्छ। त्यसको साथसाथै तपाईले ग्राउन्ड यानी कि माइनस खोज्नुपर्ने हुन्छ। खोजेर नभेटेको खण्डमा तपाईहरूले गाडीको बडीमा पनि माइनस दिन सक्नुहुन्छ। त्यसको साथसाथै एसीसी चाबी अन गरेपछि आउने लाइन पनि मल्टिमिटरको सहायताले खोज्नु होला र एसीसी भन्ने ठाउँ खोज्नुपर्ने हुन्छ र त्यो ठाउँमा प्लसमा रातो तार, माइनस वा ग्राउन्डमा कालो तार र एसीसीमा सुन्तला कलरको तार जोइन गर्नुपर्ने हुन्छ। त्यसपछि उक्त तारमा तपाईले जीपीएसलाई कनेक्ट गरिदिनु भयो भने त्यो जीपीएस सक्सेसफुल्ली रन गर्छ र तपाईहरूले त्यसरी जडान गर्न सक्नुहुन्छ। साथै अन्य कुनै जानकारी लिनु पर्यो भने माथि रहेको क्यूआरमा स्क्यान गरेर अरू भिडियो पनि हेर्न सक्नुहुन्छ।